आज चाहिँ हामी कहाँ छौँ छोरी भन्दै आज हामी कहाँ आएको छोरी भमिट गरेर है कहाँ आएको भन त यस्तो ठाउँ छ यहाँबाट यस्तो डाँडा यो कुन डाँडा हो हामीले जगत चोकमा आइपुगेको छौँ यो त तारकेश्वर नगरपालिकामा पर्छ यस्तो घरहरू बनिरहेछ हामी चाहिँ हाम्रो जग्गा हेर्नु जाँदैछौँ आज चाहिँ यहाँ चाहिँ प्लटिङ माथि प्लटिङहरू छ अनि यहाँसम्म चाहिँ बस पार्क हो यहाँ अलिक माथितिरसम्म चाहिँ हामी त्यहाँसम्म बसमा आयौँ अनि त्यस पछाडि हामी चाहिँ अहिले यता तारकेश्वरको झन्डा पार्कमा जाँदैछौँ आज कस्तो सबै तुवालो लागेर केही पनि देखेको छैन अनि यहाँ तल तल अलिअलि घरहरू देखिरहेछ डाँडा छ अब हामी सिधै तारकेश्वरमा जाँदैछौँ यहाँ चाहिँ बाटो पाउँदैछ के गर्दैछ माथि के फोनको टावर हो खै पापाहरू हामीबाट सिधै हामी झन्डा पार्क जाँदैछौँ भाइ छोरी कस्तो राम्रो घर है यो तलबाट जग उठाएको है यो त कस्तो राम्रो बत्तीहरू रहेछ हामी चाहिँ सिधै के हेर्नु पाइने छोरी हिँडिसकेपछि त के देख्नु पाइन्छ हेर ढुङ्गै ढुङ्गा अनि तल फोहोर पानी के छ हौ यहाँ गाई पालन रहेछ यहाँ अनि त्यस पछाडि बाटो त राम्रै छ पिच भइसकेको छ तर गाडी जाँदैन गाडी ट्याक्सी ल्यायो भने जान्छ माथि कस्तो फोहोर पानी रमाइलो है घर बनाइन्छ निस्किन्छ हेलो हेलो नखाऊ गुलियो झन् त्यो पाचा खायो नि बमिट हुन्छ मलाई बमिट पाचा त मनै पर्दैन यस्तो भित्ता भित्ता नै घरहरू बनाएको छ है पहिला यस्तै प्यामी आउँदा पिच हुँदै थियो अब यो घर त माटो भत्काएर बनाउँदै के बनाएर हामी झर्ना पार हिँडेको होइन त माटो चाहिँ राम्रो बनाएको है आलुमा पानी लगाइरहेछ आमा के को डर्ने आफै पो लड्ने हो मम्मी त्यो पानी भएको चाहिँ के हो आलुमा पानी लगाएको त्यतिकै आलु खानु पाइन्छ आलु त्यसरी रोप्नुपर्छ पानी लाउनुपर्छ त्यो माटो पनि यस्तो यस्तोले गरेर आएर त पानी देख्यो सफा पानी पो रहेछ त्यो सफा पानी रहेछ सयको 2 जन मजा रे हजुर हजुर बाख्रा भन त बाख्रा भन अब कति धेरै रहेछ ऊ हेर मन्दिर देखाउँदैछु ऊ मसिनो मन्दिर जस्तो पनि रहेछ नि त मन्दिर जस्तो पनि रहेछ है ए बा गरेर घर बनायो भने त बाख्रा पाले बिचरा तीन तलाको घर यहाँ माथि यहाँ त कसले घर बनाउला मजा भेट्ने बाटो माथि देख्नु भएछ कति राम्रो हाम्रो हाइकिङ गर्ने मान्छेहरू डग हो डग खै छोरा डग खै डग खै डग बाटो बन्द छ यो बाटो कहाँ जान्छ अरे यो बाटो कहाँ जाने अरे कहाँ बस पार्क जगत बस पार्क झन्डा पार्क बाटो पिच हुँदै रहे भारे छ अलिअलि त
ल बोक्छु ल स्कुल हौ एउटा सरकारी स्कुल छ अनि त्यो के भन्नुभयो कुञ्ज हेर्नु न त्यो घर के कुञ्जियोला माध्यमिक विद्यालय त्यता त्यता अनुपर्छ झन् त्यता 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 स्कुल बस स्कुलको टिचर खै स्कुलको टिचर खै स्कुलको टिचर अहिले पनि सयपत्री फुल यहाँ चाहिँ मजाले फुलिरहेछ है सयपत्री फुल त्यति बेला नि पुस अन्तिममा नि सयपत्री फुल ढकमक्क फुलिरहेछ हामी चाहिँ हिँड्दैछौँ ट्रेकिङ गाह्रो भइरहेछ कस्तो तर सबै ओ चिन्डो माथि त्यही त देखाइरहेको थियो खतरा सरी चुचुवडा फगराले सुन्नु तिम्रो पातालाई मजा छ यहाँ चाहिँ मन्दिर मुनि धारा डी फर छोरा डी फर के हो यो भनिदेऊ त डक मन्दिर कुकुरले नमस्कार गर्दैछ बाबु छोरी चाहिँ मेरो हालत चाहिँ यस्तो छ हामीले धेरै माथि आइसकेको छौँ ओह माई गड चाहिँ बनिसकेको छ अहिलेसम्म फुल यो राई प्लटिनहरू हो यो त राईहरू बस्ती अनि माथिदेखि हुनुहुन्छ हामी यो चाहिँ झन्डा पार्क यो झन्डा हामी यो झन्डा डाँडामा जाँदैछौँ हामी यो डाँडामा पुग्नु छ अनि यहाँबाट हिँड्दै जानु छ हिँड्दैछौँ अब 15-20 मिनट पुग्छौँ होला भन्ने आशा छ अब हामी हिँड्दै जाँदैछौँ माथि जङ्गल छ त्यो गाई कराउँदैछ तर सोचे जस्तो मजाले चाहिँ नदेखिँदो रहेछ ऊ तल ठ्याक्कै गाउँको जस्तै घर हो यो चाहिँ ठ्याक्कै चिन्डो पनि बनाएको यो आफ्नो व्यक्तिगत पैसाले बनाएर चाहिँ चिन्डो घर ल जाउँ ओ माथि पुग्नु छ हामी त्यो झन्डा डाँडामा पुग्नु छ लाग्छ हेरेर जाने अहिले जाने कुरो लगाउँदैछ अहिले म टिप्दिनँ नि भरे फेरि हो छ लुगा बिगार्छ बाबा छोरा मिल्चुलो गुच्चु देखेको जाउँ ढुङ्गा लु छोरा ढुङ्गा माथि कति धेरै छ ढुङ्गा अड्कायो त जिउ त अड्काए तिन त अड्काए सानो त अड्काए एउटा क्याब झरेछ कुद्दै क्याब लिएर तल क्याब झन् भाइले देखेछ दिदी झन् देखेछ मन्जितले मन्जित पनि हामी चाहिँ अहिले तारकेश्वरको झन्डा पार्क आइपुग्न लाग्यौँ त्यो माथिबाट यसो फोटो खिच्न मन लाग्यो भिडियो खिच्न मन लाग्यो र बाख्रा खेल्ने त हुन्छ नि अनि खेल्ने ठाउँ पार्क पनि यति मात्रै हो अब पानी खानु हामी काठमाडौँलाई छोडेर धेरै माथि आइसकेको छौँ काठमाडौँ तल देखिन्छ यो नि काठमाडौँ झिल आइसरी यो नि हामी झन्डा पार्क नजिक आइसकेको छौँ
देख्न सक्नुहुन्छ झन्डा पार्क अनि त्यो तल बस्तीहरू छ अनि तल छ काठमाडौँ भ्याली अनि यो डाँडा अनि त्यो हेलिकप्टर कहाँ आएको होला हेर हेलिकप्टर कहाँ आएको जाउँ दुईजना काम गर्नु थालेछ फेरि होइन छिटो ओ दुईजना होइन लु भयो ल हामी छोडेर गयो अब दुईजनालाई मन्दिरको सुरुवाल एउटा माथि एउटा तल आउनु न के फेरि उनीहरूको दाजुभाइ दुइटा हो तर माथि चाहिँ बारी मात्रै छ अरे कि जता जता नै छ अरे फुपू जाइलाई पनि आधी दिएर आयो अरे अनि उताको पाटे अनि यहाँ फेरि अब हाम्रो छोराहरू यो के अरे यो मोबाइल लगाएको के कहाँ पुग्छ कहाँ कुरामा राम्रो चाहिँ पाउनु भएछ राम्रै हो तर मोबाइल होइन अब उसले भगवान्ले लेखेको हुँदो रहेछ कि कहाँ मान्छे कहाँ भेट्नुपर्ने कहाँ चिन्नुपर्ने होइन त हामी तपाईँहरू कागबारी यहाँ भेटेर जग्गा लिनुपर्ने कहाँ पुग्नुपर्ने होइन त हामी चाहिँ फाइनली झन्डा पार्क आइसकेको छौँ अरे अरे गेट नामै लेखाएको छैन धुलै धुलो म त हेर्नु 9 बजे अगाडि हिँड्छौ जग्गा चाहिँ ऊ त्यहाँनिर है त्यो यो घर बनेको छ नि यो यहाँनिर हाम्रो जग्गा चाहिँ यो घर छेउमा त्यहाँ माथि यहाँ झन्डा पार्क झन्डा सक्नुहुन्छ मन्जुले हेर्नु है मन्जुले हेर्नु है अर्को बाइक आइसक्यो बाइक त्यस्तो छ है त्यो गुराँसहरू नि फल्छ चैतमा आयो भने गुराँसहरू नि फुलिरहेको हुन्छ झन्डा सम्मबी हाई अरे मुखै राम्रो छुटेको छ झन्डा पार्क ए झन्डा पार्क घरबाट देखिन्छ अलिअलि झन् देखिन्छ माथि हिल ट्याङमा चढेर हेऱ्यो भने देखिन्छ हल्लिएको कति बज्यो के वाल भत्काएको कि आयो जान जान ल माटु आएर ल्याउनु यस्तो छ यहाँ हजुर मान्छेले झन्डा हेर नजिकैबाट खालि झन्डा देखाउँथ्यो
सल्लाहको रुख कस्तो राम्रो बच्चा पापा देख्नु भएछ आएको मान्छेले बोलाउँदै हुन्छ मन्जित खानेकुरा सस्तो है यहाँ है हाँ पोथी ए माथि कस्तो छ यता माथि चाहिँ बस्ती छ यहाँ माथि ल धुलै धुला मास्क खोइ ल कम त धुलो छ त मन्दिर देवीस्थान मन्दिर देवीको मन्दिर यहाँ छ यहाँ एउटा सानो खोल्चा छ खोल्चा पछाडि त्यहाँ छेउमा छ त्यहाँ झन्डा पार